हर्क साम्पाङलाई जसले चाहिँ भोट हालेर जिताएर पठाउनु भएको छ नि हैन, उहाँहरू सबै मतदाता जो चाहिँ उहाँहरू वाक्क दिक्क हुनुभएको होला क्या। किनकि हामीले चाहिँ कस्तो व्यक्तिलाई चाहिँ जिताएर पठाएछौँ क्या। नमस्ते सबजनालाई, म राजिन मगर र तपाईँलाई स्वागत छ मेरो नयाँ भिडियोमा है। र मेरो च्यानलमा पनि तपाईँलाई स्वागत छ। र जसले चाहिँ मेरो भिडियो हेर्नुहुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद। र तपाईँलाई यदि मेरो भिडियो मनपर्छ भने सबैजनाले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब चाहिँ गरिदिनु होला। र म चाहिँ आज के भन्छु भने हर्क साम्पाङलाई जसले चाहिँ भोट हालेर जिताएर पठाउनु भएको छ नि हैन, उहाँहरू सबै मतदाता जो चाहिँ उहाँहरू वाक्क दिक्क हुनुभएको होला क्या। किनकि हामीले चाहिँ कस्तो व्यक्तिलाई चाहिँ जिताएर पठाएछौँ क्या हैन। किनकि एउटा जनताको लागि काम गर्छु हैन, जनताको हितको लागि काम गर्छु, यो देश विकास गर्नतिर हामी चाहिँ अगाडि सर्छौँ भनेर उहाँहरूले भन्नुभएको थियो। त्यसै कारणले नै उहाँलाई चाहिँ हामीले अब जिताएर पठाएको हो नि त हैन। र उहाँले त्यो हामीले जिताएर पठाइसकेपछि उहाँले गर्नुपर्ने काम के हो त, त्यतातिर त गर्नुभएको छ। ल ठिक छ, केही गर्नुभएको छ र पनि सरकारले गरेको कामप्रति धेरैभन्दा धेरै आलोचना हैन, आलोचना त गर्नुपर्छ हैन। तर उहाँहरू चाहिँ अब हुने कुरामा पनि आलोचना गर्नुहुन्छ, नहुने कुरामा पनि आलोचना गर्नुहुन्छ हैन। किनकि सांसद भएर हैन, उहाँ जस्तो एउटा सांसद नेता भइसकेपछि नेतामा हुनुपर्ने, एउटा सांसदमा हुनुपर्ने गुण चाहिँ हर्क साम्पाङबाट हामीले देखिँदैन नि त हैन। किनकि म आफै नै एउटा फ्यान हो हैन। उहाँलाई जुन तरिकाले हामीले यसरी डोमिनेट गर्दै गर्दा हामीलाई पनि त्यति मजा लाग्दैन। किनकि उहाँले गरेको काम हैन, उहाँले दिएका हरेक अभिव्यक्ति चाहिँ अलिकति ठिक लागेन। र अर्को कुरा कस्तो भने अब बालेन शाहको छोरी हैन, उहाँले अब छोरीले चाहिँ बाबासँग एउटा फोटो खिच्नु गल्ती हो त हैन। र त्यो फोटोलाई लिएर पनि सामाजिक सञ्जालमा पोस्ट गरेर चाहिँ भनौँ न अलिकति कम्पेयर गरिएको छ हैन। त्यही पनि राम्रो तरिकाले होइन, एउटा नाबालिकाको फोटो जस्तो हैन। हर्क साम्पाङ भनेको त अब अलिकति अब राम्रै हैन, अलिक ठुलै अब धेरै फलोवर्स भएको व्यक्ति हो नि त, नेता हो नि त। तर पनि उहाँले त्यो गर्दाखेरि चाहिँ हर्क साम्पाङको हरेक चिजहरू देख्दाखेरि चाहिँ अलिकति जसले चाहिँ हर्क साम्पाङलाई जिताएर पठाउनु भएको छ सायद उहाँहरू पनि वाक्क दिक्क चाहिँ हुनुभएको होला जस्तो लाग्छ मलाई। र तपाईँहरूलाई कस्तो लाग्छ हैन, मेरो भनाइ अलिकति गलत छ भने चाहिँ तपाईँहरूले अब कमेन्ट बक्समा भन्नु होला। हस्।